मधु हेलो मेरो आदरणीय मित्र तथा मेरो प्यारा प्यारा दाजु दिदी बहिनीहरू, आई होप हजुर सब सन्चै आराम हुनुहुन्छ। म पनि एकदम सन्चै र आरामै छु है। अनि आजको न्यू डे न्यू ब्लग सुरुवात भइसकेको छ तपाईँहरू माझ, तपाईँहरू सामने तपाईँहरूको अगाडि। अनि के छ त नि आयो त आज म त होइन बिहान बिहानै उस गर्नु पर्दैन। अब थेत पुरै नगर्नु न, खतरा हो त। अनि आज त सो गाइस अहिलेको भ्यू चाहिँ थिएछ। राति पानी पऱ्यो मम्मी, राति पानी परेर हेर्न सक्नुहुन्छ आकाश कस्तो आम्मा थेत कस्तो बवाल छ यार थेत। अनि त्यही अब मिलाएर अब उताबाट मेरो आउँदै हुनुहुन्छ, त्यसपछि हामी चट 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 पार्ने अनि उता जानुपर्छ है त। ल सबैले हेरिसक्नु भयो होला, मेरो त हेराएन। अन्त फेरि जस्तो जस्तो त्यस्तो हेर्ने बानी छैन भने त। कता गयो अर्को फोन? फेरि अब फोन धेर भएको मान्छे यस्तै हो होइन। लाइट बाल्नुपर्छ, फेरि लाइट बालेन भने अनुहारै देखिँदैन भन्ने कुरा हो। देखाएको छ नि खतरा हेर्न सक्नुहुन्छ। ए मैले हिजो बेलुकै अर्डर गरिसकेको थिएँ। हिजो बेलुकै त्यो बिहानै गरेर लिएर आयो। फेरि बाँकी होइन नि पैसा तिरेको कस्तो कति 500 रुपियाँ तिरेको कहिले पनि। त्यो गर्दाखेरि 600-700 रुपियाँ खर्च भयो त। त्यही हो सो अनि अब चढ्नु खर्च देख्यो होला क्लियरली। अनि ल एकछिनमा चाहिँ भेट्नुपर्छ है त। आउनुहुन्छ आएपछि याङटुङ मिलाम घरमा। ल केकमा नपार न, माथि भाला न। अब स्प्रे नै हान्न नआउनेलाई स्प्रे दिएपछि त्यस्तै हो। तिमीलाई चाहिँ हेर स्प्रे नै नभएको यसरी हान न। त्यो धेरै काट्नु भयो, टुप्पी टुप्पी काट्नु न, त्यो धेरै काट्नु भयो। के काम नगर गर्ने हो। कान्छी काट्दिनु तपाईँ? कान्छी भन्छ यो चाहिँ फेरि कान्छी भन्नुहोस्। कान्छी दिदी भने कान्छी भन्नु, कान्छी भने मधु यार मधु तेरो मौकामा बिल्ला तपाईँ यसको बिल्ला रुको खिच्नुमा त्यो
सो गुड मर्निङ सबैजनालाई। दिस इज द नेक्स्ट डे। दिस इज नेक्स्ट डेको बिहानीको सुरुवात दिउँसो नि भइसकेको। दिउँसो भन्दा नि बेलुकी 2 बजिसक्यो होइन। अनि अहिले चाहिँ म यसो भोक लाग्यो जस्तो भयो। अनि खाजा दिन जान आँटेको छ। खाजा दिन पसल त्यो त छ कि भित्रपट्टि छ होइन। त्यही अब गएर खाजा लिएर मैले चाहिँ खानुपर्ने हुन्छ। अनि मेरो भुँडी अगाउँछ। त्यही हो म चाहिँ त्यही भन्न चाहन्छु म चाहिँ। सो फाइनली मेरो चाहिँ 1K सब्सक्राइबर नि पुगिसकेको छ है। अब त्यो च्यानलमा चाहिँ मैले अन्ली सर्ट्स मात्र हालेको थिएँ। अब त्यही च्यानलमा म डेली भ्लग हाल्नेछु। फुल भ्लग हाल्नेछु, तर डेली फुल भ्लग हाल्नेछु। त्यो च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला। त्यो च्यानलमा नि हिट हान्नुपर्छ। म त्यही च्यानल चलाउँछु। 1K सब्सक्राइबरवाला च्यानल छ, त्यही च्यानल चलाउँछु। अनि 1K सब्सक्राइबरको पार्टी चाहिँ हामी बहुत जल्दी छिटो हान्नेवाला छौँ। यो फोन अड्किँदैछ क्या। यस्तै हुन्छ कि घामले फेरि फोन तातेर हिट भएर चल्दै चल्दैन क्या। रहेछ त मासलाई मकै पनि चोरी हानिदिनुपर्छ क्या। के जानु पुछ्नु पर्छ गर्नको लागि। तर यो आफ्नै हो। विवशहरूको घरको भनेपछि आफ्नै हुन्छ कि हानिदिनुपर्छ। तर होस् म जस्तो मेरो उयो छैन। नपास है नपास। सो गाइस विवशको घर आयो। म विवशको घर अगाडि आइपुग्न लागिसकेँ है। त्यहाँबाट चाहिँ अगाडि पसलमै गएर चाहिँ ल्याङड्याङ किन्नुपर्ने हुन्छ। किनेर चाहिँ खानुपर्ने हुन्छ। कपाल पनि खतरा छुट्याइदिएको छु नि फेरि भन्छ। है के चल्दैछ फेरि यहाँ रेडियो बज्छ कि त्यो कपिराइट लाग्ने सम्भावना हुन्छ। म अगाडि गएपछि चाहिँ ओके। सो गाइस म चाहिँ आइसकेको छु। अनि त्यहाँ पसलमा चाहिँ अलिकति हल्का त्यस्तै भयो होइन। खाजा पनि बोकिसकेको छु। के भन्छ पोट्याटो करेन्ट चिप्स अरे। यो खायो भने अहिले हेरेर कस्तो कस्तो अजिनाको सदाउँछ होइन। करेन्ट दिन्छ त। करेन्ट त पिरो हुन्छ भनेर दाजुभाइहरू। के हो कि खास के हो मलाई यसो कमेन्टमा भनिदिनु त। करेन्ट पिरो हुन्छ कि दिदीनगर न्यु हन्जेको होला पड्काउँछु। अहिले मकिसकेन भने अनि कालै गलामा काकी प्याड हान्छ नि। अनि त्यही हो एभ्रिवान। सो अनि हजुरहरूले मलाई धेरै माया देखाइदिनु भएको छ। त्यसमा म हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि छिटोभन्दा छिटो 2K कमिङ सुन। हिट हान्नुपर्छ 2K होइन। त्यसपछि बबलवाला कन्टेन्ट आउँछ। बबल गर्नुपर्छ ल। सो दिस इज माई हाउस। अनि घरमा चाहिँ म गएर अब यो खान्छु किनभने भोक लागेको नि त। त्यही भएर म खान्छु। मम्मी होटल ओपनिङ भएको रहेछ हाम्रो क्या कालाबन्जरमा चाहिँ हो। के भन्छ त होटलै हो। होटल क्याफे त ओपनिङ भएको रहेछ। अनि त्यहाँ बोलाउनु भएको थियो। निम्तो आएको थियो। सो अनिस खत्री दादा भ्लगरको मम्स अनि आउनु होला। हाम्रो ओपनिङ हुँदैछ होइन। तपाईँलाई अहिले हाम्रो यहाँ ओपनिङको उयो नै हुँदैन भन्नुभयो। त्यही भएर त्यहाँ बोलाउनु भएको थियो। जानुभयो मम्मी चाहिँ। ल एकछिन नगर नि दादा भ्लग बनाउँदैछ क्या। अनि म चाहिँ गइनँ किनभने मेरो अलिकति यसो भ्लगिङको काम थियो। त्यही भएर त्यसैको कारणले म गइनँ। ल अब म खाइसकेछु। त्यसपछि बबाल हाल्नुपर्ने हुन्छ। सो यति बेलासम्म भिडियो हेरेर साथ दिनुभएको माया दिनुभएको सम्पूर्ण दर्शक महानुभावहरूलाई मेरो मनदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। डोन्ट फरगेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न भन्छ नबिर्सिनु होला। नेक्स्ट भिडियोको लागि वेट गर्नु होला। नेक्स्ट भिडियो चाहिँ म के भन्छ आफ्नो कन्फिडेन्स लेभल बढाएर यतै खत्रै बनाउनेवाला छु। अनि यतिसम्म माया गरिदिनु भएको छ, यतिसम्म साथ दिनुभएको छ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। किसी हानिदिन्छु ल।
आम्मा हत्ता ल पिछे हानिदिएको छु होइन सबैजनालाई त बाँडेर लिनु ल मैले एकजनालाई मात्र पठाएको सबैजनालाई पठाएको अब सबैलाई दिन त हुन्थ्यो अब त्यो दिने जाला रातै जाला भनेर मैले गरेको छु यसैमा मिलाएर बाँडफाँड गर्नु न ल ल ल एभ्रिवान बाइ बाइ सी यू टुमोरो अगेन यु एन्ड मी मिक्सिङ न्यू डे न्यू भ्लग टक बाइ बाइ गुड नाइट सी यू